안녕하세요 여러분. 우리는 오늘 서울 빗주름 축제포로 왔습니다. 이거는 경복궁부터 광화문 마켓까지 쭉 있습니다. नमस्ते हेलो हाई हामी बुढाबुढी आज चाहिँ यो सौल भित्रङ सुक्सेमा आएको छौँ है। यो चाहिँ खेङबुकदेखि खोङामुन मार्केटसम्म रहेछ। यसमा चाहिँ विशेष गरेर यो खोङामुन मार्केटमा विभिन्न किसिमका लाइटिङहरू कलाकृतिहरू देखाइँदो रहेछ। अनि यो खेङबुकमा यो लाइटिङद्वारा विभिन्न चित्रहरू प्रदर्शन गरिँदो रहेछ हैन। अनि यहाँ स्ट्रिट फुडहरू पनि छ, खानाको आइटमहरू पनि छ, विभिन्न खानेकुराहरू पनि रहेछ है। अब सुरु भयो ल हेर्नु 2025 सेउल लाइटर ओ पुरै वाउ विशेष गरी यहाँ यो खेङबुकमा लाइटिङ परिद्वारा विभिन्न कलाकृतिहरू आकृतिहरू देखाइँदो रहेछ। त्यही हेर्नको लागि मान्छे धेरै जम्मा हुँदो रहेछ। यहाँको भ्यू चाहिँ एकदम राम्रो देखिँदो रहेछ है। तपाईँहरू पनि आउनु चाहनुहुन्छ आउनु होला, रमाइलो छ, रमाइलो गर्नु होला। चिसो पनि छ है साथसाथै विशेष ख्याल गर्नु होला, तातो कपडा लगाएर गर्नु होला। चिसो यति धेरै थियो कि है मोबाइल निकाल्न पनि धेरै गाह्रो। तैपनि यस्तो चिसोमा पनि सानो बच्चाहरू यो सब पुगेर कुदाउँदै आउँदै आइरहेको छन्। धेरै नै घुम्यौँ हामी, लगभग 3-4 घन्टा यहाँ बितायौँ। चिसो धेरै हुँदाहुँदै पनि मोबाइल पठाइदियो, हात पनि पठाइदियो, मोबाइलको ब्याट्री पनि सकियो। अब चाहिँ हामी फर्किनुपर्छ, फर्किने तयारी गर्छौँ। ल है तपाईँहरू पनि जानु होला। ल बाई बाई सबैजनालाई।